गाइस हामीहरू चाहिँ आज हेरेनहरूद्वारा जुटको ट्रेनिङको लागि आएको छौँ हो। अनि यहाँनिर साथीहरू पनि पुरा छ, तपाईँहरूलाई देखाउँदैछु। सोनी सिंह अनि हाम्रा स्टाफ युवन भाइलाई हामी डिबिटीको युवन भाइ उहाँहरूलाई चाहिँ आन्तरिक हृदयले हामी स्वागत जनाउँछौँ। अनि हाम्रो ट्रेनर्सहरूलाई पनि म आन्तरिक हृदयद्वारा नै स्वागत जनाउँछु। आजको दिनदेखि तपाईँहरू आजदेखि तपाईँहरूले ट्रेनिङ सुरु गर्नुहुन्छ। यो ट्रेनिङलाई तपाईँहरूले एकदमै ध्यानपूर्वक सिकेर होइन तपाईँहरू अगाडि बढेर जानुहुन्छ भनेर मलाई आशा लागेको छ। यस विषयमा चाहिँ यो ट्रेनिङको विषयमा चाहिँ मिस जामुनीलाई केही कुरा राख्नु म अनुरोध गर्दछु। नमस्ते। हामीहरू 10 बजी भनेको थियो, तपाईँहरू पर्खिनु परेर यसलाई जानु चाहन्छौँ। सर्वप्रथम म हेडिन हलबाट इन्कम जेनेरेसनबाट स्पेसली तपाईँहरूकै लागि आएको विशेष गरी हाम्रा समाजका सरहरूलाई धन्यवाद दिन्छु। तपाईँहरूको उपस्थिति यहाँ हाम्रो लागि धेरै अमूल्य छ। अनि विशेष गरी हाम्रो जति पनि सिक्नु आउनुभएका छ उनीहरूलाई तपाईँहरूलाई स्वागत जनाउँदैछु। विशेष गरी यो जुटको ट्रेनिङ चाहिँ हाम्रो नेसनल जुट बोर्डबाट आएको हो। 35 दिनको ट्रेनिङ हुन्छ। यसमा चाहिँ अब तपाईँले हाम्रो जुन अब भाषा सिकाउनुहुन्छ उहाँकोबाट चाहिँ तपाईँहरूले एकदमै बेसी मात्रामा तपाईँहरूले सिकेर तपाईँहरूले अब फाइदा उठाउनुभयो। अनि तपाईँहरूको यो ट्रेनिङ चाहिँ तपाईँहरूको र अब तपाईँहरूले 10 बजी भनेपछि चाहिँ 10 बजी यहाँ आइपुग्नुपर्छ, किनभने जियो ट्याग हामीले एउटा उयो गरेको छ। जियो ट्यागमा चाहिँ तपाईँहरूको फोटो, तपाईँहरूले गर्दै गरेको काम र तपाईँहरूको जुन चाहिँ तपाईँहरूले सबैजना ट्रेनरहरू ट्रेनिङ सिक्नको लागि आउनुभएको। यहाँ बहिनीले त चिन्नुहुन्छ होला, तपाईँहरूले चिन्नुहुन्छ। हाम्रो नानाको च्यानलले एकदम लाइक सब्सक्राइब गरिदिनुहोस् होला है, फलो गरिदिनुहोस् होला। हामी याङ्की नानालाई एकदम सपोर्ट त्यहाँ भरे हाल्नु। चाहिँ कलकत्ताबाट आउनुभएको नानी हुनुहुन्छ। उहाँले चाहिँ हामीले फर्स्ट धागो डल्लो बाँध्नु सिकाउनु भइरहेको छ। गाइस हेर्नुहोस्, हाम्रो बडीले डल्लो बनाउनु भयो। गाइस आज चाहिँ हामीले देखो क्या बनाया हम लोग ने, धागा का डल्ला। यो चाहिँ अब हामी भोलि दिनको चाहिँ होइन, यसकोबाट हामी के बनाउँछौँ तपाईँहरूलाई देखाउँदै गर्छु नि ल। म्याडमलाई पनि देखाउनु नि। उहाँ चाहिँ म्याडम हुनुहुन्छ हाम्रो, कलकत्ताबाट आउनुभएको म्याडमले सिकाउनुहुन्छ हामीलाई। गाइस आज हामीले चाहिँ यस्तो बनाउनु सिकेको छ। अब चाहिँ यो चाहिँ घरमा लगेर फेरि प्र्याक्टिस गर्नुपर्छ। यत्रो चाहिँ बनायो है हामीले आज।